पुनमको पनि तिमीले नै ब्रेकअप गराएको होइन? त्यो त उसले नै गर भनेर गरेको हो नि त, मैले आफै गरेको हो र। ओइ त आफैले पुनमसँग ब्रेकअप गरेको हो? हो मैले आफै गरेको। के गर्छस्? लौ मसँग चाहिँ किन रिसाएको त? तँलाई सोध्न नि नहुने? किन सोधेको त? म यहाँ इन्टरभ्यू दिन आएको हो र तेरो क्वेसनको एन्सर दिँदै बस्नु? तर गाइज होइन, हरेक ग्रुपमा एउटा यस्तो व्यक्ति चाहिँ हुन्छ जसलाई हरेक रिप्लाई चाहिँ हरेक जवाफको रिप्लाई तिनीहरूलाई चाहिँ सिग्मा वेमा दिनुपर्ने हुन्छ र अनि आई गेस यहाँको यो मान्छे चाहिँ काइन्ड अफ त्यही सिग्मा टाइपको मान्छे हो जस्तो लाग्यो मलाई होइन। किनभने म तर यहाँ सवालको जवाफ दिन हो कि म इन्टरभ्यूमा छु अरे एटिट्युडै फरक छ केटाको। सो गाइज लाइक गरेको छैन भने लाइक गर, भिडियो मन परिरहेको छ भने। ओइ यसलाई के भयो 81? मलाई के थाहा त के भयो, म अन्तर्यामी हो र। तँलाई 81 के भयो शङ्करे? पुनमले पैसा खाइदियो कि क्या हो? थाहा छ के भएको भनेर, तर लामो कहानी छ, पछि फेरि भएको बेला भन्छु। अहिले चाहिँ तिमी आँखाको अपरेसन गर्दैछौ हो कि के कुरामा बिजी छौ? अहिले पनि फ्री त छौ नि, अहिले नै सुनाउ न। नाइ अहिले नसुनाउने के, मलाई अल्छी लागिरहेछ, त्यही नै अरूको कुरा किन काट्नु। शाबास, यो त अचम्म भयो त यार। कुरा काट्न कुरा सुनाउन पनि केटी मान्छेलाई अल्छी लाग्छ र? केटी मान्छेहरु त खाना छोडेर कुरा काट्छ हैन? म अरु केटीहरु जस्तो हैन नि त, म बेग्लै छु। किन र? तिमी चाहिँ उठेर पिसा फेर्छौ र? बाह्र बिचराले के सोचेर होइन म फरक छु भनेको थियो अनि रिप्लाई होइन तिमी चाहिँ के उठेर पिसा फेर्छौ र अरे के ल। गाइज सुन त, को मान्छे हाँसिरहेछ? ए हाँसेको हाँसिरहेछ होइन, रुइरहेछ साले। चुप यति राति को रुइरहेछ यार? कतै चुडेल त होइन? मम्मी के बच्चा जस्तो हाँसिरहेछ होइन गाइस, त्यहाँ चाहिँ अब भूत आएको जस्तो सङ्केत देखिरहेको छु। किनभने यो भिडियो चाहिँ नेपाली भूत हो नि त, सो अब भूत आउँछ त्यहाँनिर गर्दै अब त्यहाँ भूत आउँछ अनि भूतले गर्छ होला त्यहाँ तिनीहरूलाई, हेरौँ के गर्छ। डराएर चुडेल भयो नि भूत भयो नि, त्यो एक्लैले हाम्रो के बिगार्न सक्छ र? तँलाई कसरी थाहा भयो एक्लै छ भनेर? त्यसको साथीहरू पनि त हुन सक्छ नि। चुडेलहरूको साथी हुँदैन के, सबै एक्लै हिँड्छ। भूतको फिल्म हेरेको छैनस् तैँले? त्यो त फिल्ममा पो त, रियल लाइफमा त ग्रुप बनाएर हिँड्छ होला नि, कसलाई थाहा छ र? ग्रुपमा आयो भने त झन् राम्रो नि, सिंगल खेल्नु पाइन्छ तिनीहरूसँग। कराते सिकेको छस् भन्दैमा यति साह्रो नजोसिन केटा, चुडेलनीहरूको अगाडि तेरो कराते काम लाग्दैन त। चुडेल भूत कराएको रे यो